राजेन्द्र खड्की दाइ तपाईँलाई त बालेन शाहको केटाहरूले खोजिरहेछ भन्छन्, तपाईँ कता हो यो गाडी चढेर? अब हेर अब सबै पर्दा फास्ट भइसक्यो हो हजुर होइन, मैले सुध्री भनिरहेको छु। किनभने अब नेपाली होल जनता उठेछ। अहिले म 3 दिन भइसक्यो नेवारी कम्युनिटीसँग मिटिङ छ। आज पनि 4 बजे मिटिङ छ, म तिमीलाई बोलाउँछु। हजुर हजुर यहाँ पाटनमा मिटिङ छ मेरो। हजुर हामीलाई त्यो बालेन पनि हाम्रै परिवार हो। हो नेवार राज्यको राजा बालेन होइन, अब कहाँको राज्य त्यो बुझिन्छ। यहाँ नेवारको त काठमाडौँ नेवारको राज्य भन्नुहुन्छ तपाईँ? अनि उहाँको किर्तिपुरको मान्छे हो। 50 साल नसकेर साला त्यहाँ पानी रोकेर धुनिया गरेको ठाउँको मान्छे हो म। हजुर अब त्यो भाइ सबै उनीहरूलाई चाहिँ अमेरिका भाग्ने भन्ने कुरा सुनेको छु मैले। बालेनसँग अमेरिका भाग्ने बालेन अनि अब को छ? अहिले त हरिबङ चाहिँ मभन्दा धेरै चाहिँ पछि कुरा गर्नु छोड। भनेपछि तपाईँले त भनेपछि अमेरिकै भगाइदिनु भयो बालेन शाहले? होइन, उनीहरू पहिले नै प्लानसँग रहेछ। मलाई नेपाल प्यार छ भाइ। हजुर म त जिन्दाएर घुमिरहेको छु त म। हो यस्तो गाडी चढेर मैले चाहिँ मेरो व्यक्तिगतै बोलेको छैन कि। म 3 करोड नेपालीहरूको बोलेको छु। त्यसमा 75% जो चाहिँ रोजगार पाएको छैनन्, भक्का छन्, यो छ। अनि चाहिँ मेन अर्को कुरा चाहिँ पढे लेखेको एजुकेटेड के, हजुर ब्याचलर गरेको मास्टर डिग्री गरेको केटाहरू सबै बेरोजगार छ कि। यो राज्यले दिनुपर्ने हो। उनीहरू न घरको न घाटको भन्छ। घरमा गए आमा बाउले यति पढा यति खर्च गरे तैँले के ख्वाइस भन्छ। यो समस्या छ है। होइन, त्यो हुनु पनि हो। आमा बाउले यत्रो दुःख गरेर मर्ला बाँच्ला भनेर हुर्कायो, यो गर्यो, पढायो, लास्टमा छोराले काम नपाएपछि आमा बाउ फ्रस्ट्रेसन भएको यो यही हो। यो सब बालेन शाहले गर्दा भएको है? बालेन शाहले गर्दा भएको सबै त मलाई एउटा गोती त हो। छोड्नु तिनीहरू कुरै नगर्थ्यो। अब यहाँ सन्दुक रोड दाइ आइरहेछ, हरिबङ दाइ मन दाइ आइरहेछ, मेरो दिमाग सर्ट भइरहेछ। अब हेर्नु त्यो निश्चल आइरहेछ, स्वस्तिमा खड्का आइरहेछ। तपाईँको फिल्म लाइन त सबै आयो क्या, हेर्नु सब साला नेपालमा के फिल्म फ्लप हो यो हो। अब अमेरिकामा गयो भने अब त्यहाँ गुप पुज्न जाने भाडामा जाने हो। त्यो ल धन्यवाद।